Hello everyone, namaste, good morning. चिसो चिसो मौसममा अनि न्यानो न्यानो माया सबै साथीहरूलाई आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। म चाहिँ भर्खरै ड्युटीबाट आउँदैछु अनि मलाई चाहिँ लिनलाई बुढो आउँदै हुनुहुन्छ। बिचरा मेरो बुढो बिहान बिहानै चिसोमा लिन आउँदै हुनुहुन्छ। दुबईमा धेरै चिसो छ साथीहरू, सबैले भन्नुहुन्छ यसपालि धेरै नै चिसो छ। योभन्दा पहिला यति धेरै चिसो हुँदैन थियो, अहिले धेरै नै चिसो छ भनेर भन्नुहुन्छ। साँच्ची नै साथीहरू धेरै चिसो छ, मलाई नेपालमा भएको जस्तै फिल हुन्छ। यति धेरै चिसो छ नि, बिहान बेलुका त मुटु काम्ने चिसो छ। अनि हजुरहरू कस्तो हुनुहुन्छ? हामी ठिक छौँ। म चाहिँ भर्खरै ड्युटीबाट आउँदैछु अनि हिजो पनि बुढो लिन आउनुभएको थियो अनि हिजो त सरप्राइज लिएर आउनुभएको थियो, त्यो म हाल्छु। अनि आज त दिनदिनै सरप्राइज त कसले ल्याउँछ र होइन, कहाँबाट ल्याउने हो र? अनि अँध्यारो छ नि साथीहरू, 6 बजी 7 बजिसक्यो र पनि अँध्यारै छ। हेर्नु ल, खै त आज त किन ढिला गर्नुभयो, आउनु भएन त। 7 बजिसक्यो साथीहरू, र पनि अँध्यारो अँध्यारै पो छ त हौ, राम्रोसँग उज्यालो पो भएको छैन त। अनि आउनुहुन्छ अनि आएर हामीले सधैँ खाने एउटा रेस्टुरेन्ट छ, त्यहाँनिर गएर चिया नास्ता मैले चाहिँ भर्खर खाएर आएको। बुढो चिया खानुहुन्छ, नास्ता खानुहुन्छ, चिया चिया खानुहुन्छ भन्दाखेरि यहाँनिर सबैले नेपालीहरू खान्छ, चिया पनि खान्छ, पानी पनि खान्छ भनेर खिसी गर्छन् क्या साथीहरू। यहाँ त खान्छन् नै भन्न आउँछ है, खाने भन्न आउँछ, के गर्ने। कहाँ आइपुग्नु भयो त आज त? अनि के साथीहरू, हिजोको चाहिँ छोटो भ्लग थियो। छोटो मैले प्रायः छोटो छोटो नै हालिरहेको हुन्छु। अनि के गर्नु, भ्लग बनाउन त मन लाग्छ साथीहरू, टाइमै मिल्दैन। भिडियो बनाउन त मन लाग्छ, अनि अब के गर्नु, 12 घन्टै ड्युटी गरिसकेपछि त कहिले गएर सुत्नु जस्तै हुन्छ। अनि सुत्यो उठ्यो, फेरि ड्युटी आयो, अनि फेरि गयो, फेरि ड्युटी आयो, यस्तै चल्दैछ, केही गर्न भ्याउँदैन। अनि म चाहिँ हिजो थोरै भिडियो बनाउनु भएको थियो, त्यही पनि बुढोले बनाउनु भएको थियो। अनि त्यसपछि त्यसमै अलिकति जोडेर हालौँ न त, होइन? धेरै पछि बनाउँदैछु। अब कतै घुम्न जाने यताउति भयो पो भिडियो बनाउनु, अब कतै घुम्न सुम्न गइँदैन, महिनामा एउटा छुट्टी मिल्छ, त्यही पनि गाह्रो छ, थकाइ लाग्छ। आउनुभयो बुढा आउनुभयो। ढान्टाडान, कता हो कता हो? निस्किनु भएन, देख्नुभयो मैले भिडियो बनाइरहेको छु। निस्किनु भयो। आउँदै हुनुहुन्छ बिचरा मेरो बुढो, बिहान बिहानै चिसोमा बुढीलाई लिन आउँदै हुनुहुन्छ। यस्तै छ साथीहरू दुबईको लाइफ। बुढाबुढी धेरै चिसो। हेलो, गुड मर्निङ बुढो, हेलो गर्नु न। युट्युब फ्यामिलीहरूलाई हेलो गर्नु बुढो। के हो त, दूर 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 भाग्दै? छैन, संस्कार छैन। यहाँ सुन्दैन कि कानमा एयरफोन हालेछ यार तिम्रो यार। ओ माय गॉड, कानमा एयरफोन हाले सुन्दैन। ओके, अनि हामी चाहिँ नि साथीहरू यो भिडियोमा मैले भन्दैछु, अहिले चाहिँ यो टिकटकमा एकदमै गिफ्ट गिफ्ट एक्सचेन्ज एकदम भाइरल भइरहेछ। मलाई पनि एकदम बनाउन मन लागिरहेछ, तर टाइमै मिलेको छैन। अब कहिले मार्केट जाने, कहिले गिफ्ट किनेर लिएर आउने, अनि कहिले बनाउने, मन चाहिँ एकदम लागिरहेछ। तर टाइम मिल्यो भने हामी त्यो भिडियो पनि हाल्छौँ है, हजुरहरूले हेरेर माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। अनि म हिजोको भिडियो र आजको भिडियो चाहिँ एकैचोटि हाल्नेछु साथीहरू भन्दै, म चाहिँ अर्को भिडियो आउँछ हाम्रो गिफ्ट एक्सचेन्ज। हेलो, गुड मर्निङ। सन्चो छैन, म बिमारी छु। म बिमारी छु, तपाईँले फलो गर्नुहुन्न।
मलाई लिन आउनु भएको छ मेरो बुढो बिहान बिहान वा थ्याङ्क यू सो मच बुढो अब तिमीलाई एउटा सरप्राइज हो तिमीलाई मैले के चिज ल्याइदिएको छ गेस्ट गर्यो भने तिमीले सरप्राइज ओ माय गेस्ट गॉड गरेन भने पाएन सरप्राइज के सरप्राइज सरप्राइज ल्याइदिएको मेरो सकिएको त पर्फ्युम छ पर्फ्युम ल्याइदिनु न पर्फ्युम होइन यहीँ पर्फ्युम पनि यसमा लगाइरहेको नयाँ पर्फ्युम यहीँ यहीँ हो गेस्ट गर्यो भने पायो भन्नु न छिटो भन्नु न हेलो साथीहरूले चाहिँ गेस्ट गर्न सकेन मैले ज्याकेट ल्याइदिनु भनेको थिएँ ज्याकेट कहाँ यहाँ बोकेर आउनु गेस्ट गर्यो भने पायो अब त के ल्याइदिनु हो त तपाईँले त्यस्तो ल्याउन कहिले जान्नु भएको छैन थाहा छ मलाई गेस्ट गर के थाहा ल्याउनु पनि सक्दैन मैले होइन साथीहरू मैले 10 चोटि यो ल्याइदिनु न बुढो भनेपछि अनि बल्ल ल्याइदिनुहुन्छ यो पनि होइन है फेरि ल्याइदिनुहुन्छ मन परेको चिजहरू छ भने नि होइन गेस्ट गर न के ल्याइदिनु भएको त तपाईँले मलाई ओके भन्नु ल गेस्ट खानु थ्याङ्क यू सो मच बिहान बिहानै चक्लेट ओ माई गॉड मेरो खुसी गर्दै भनेर चक्लेट बोकेर आइदिएको थ्याङ्क यू सो मच ब्रो ए दुईचोटि भयो साथीहरू दुईचोटि योभन्दा अगाडि नि अब के भएको हजुरहरूले बुझ्नु भइहाल्छ योभन्दा अगाडि यहाँ दुख्यो भन्दाखेरि पनि तिमीलाई मात्रै हुन्छ अरू कसैलाई हुँदैन तिमीलाई मात्रै दुख्छ भन्ने मान्छे सुनेर पनि नसुने जस्तै गरेर बस्ने मान्छे अहिले म जस्ट जे भयो नि साथमै छौँ नि त अहिले अब सबै कुरा थाहा हुन्छ दुईजना मात्रै छौँ हरेक कुरामा अब दुईजनाले नै गर्नुपर्छ नि त अनि त्यही भएर चाहिँ अनुभव भयो होला उहाँलाई पनि होइन अब महसुस हुँदैछ अब पुरानो सिस्टमले चलेर नआउँदैछ छोरी मान्छेको अगाडि चाहिँ नाटक देखाउनै पर्ने रहेछ भन्ने नाटक फलो गर्दैछु अब मैले बिस्तारै अब पहिला चाहिँ के यस्तो गर्नु बच्चाहरू जस्तो भन्ने सोच हुन्थ्यो अब अहिले चाहिँ यो देखाउनै पर्ने रहेछ नाटक चाहिँ मैले धेरै बुझिसकेँ अब मैले नाटकहरू नाटक अरे